हजुरको नाम के हो? मेरो नाम अनिता ऋषि। हाई अनुजाजी, कहाँबाट आउनुभयो? मेरो अर्घाखाँची सिद्धगङ्गा 13 सिमलपानी छोरी अनि मेरो फुपू अनि फुपाजु। तपाईँको लागि यतिजना आउनु भएको छ नि त? अनि मम्मी आउनु भएन? नाइ, किन? मेरो मम्मी चाहिँ स्वास्थ्य कर्मी हो, उहाँ चाहिँ गाउँमै बस्नुहुन्छ। मलाई थाहा छ तपाईँ भोइसमा आउनु भएको छ भने, भोइस किड्समा। हजुर थाहा छ। मलाई चाहिँ डान्स गर्न मनपर्छ, सिङ्गिङ, आर्ट, अनि पछि मलाई चाहिँ एनिमल्सहरू एकदम मनपर्छ। घरमा कुनै पेट पाल्नु भएको छ? हजुर, मेरो घरमा चाहिँ 3टा डगहरू अनि एउटा क्याट छ। हो? हजुर मिस भइरहेछ कि छैन? छ। नातिनीको बारेमा भन्नुपर्दा घरमा कति पनि अब गाउने मान्छे कोही नभए तर पनि गुनगुन गर्थ्यो, एक्लै गुनगुन गर्थ्यो। अलिअलि गीत गाउन खोज्ने अब अलिक सानैदेखि थियो। हाम्रो घरमा अब त्यो सिकाउने कोही भएन। अहिलेसम्म त्यतिकै उनको चाहिँ बानीलाई हामीले नचिनेका रहेछौँ। जे होस् यहाँसम्म आएर चाहिँ नानी त्यो स्टेजमा देख्दा मलाई पनि गौरव लाग्यो र अझै पनि अगाडि बढोस् भन्ने मैले कामना गर्छु। यही खुसी लाग्छ मलाई यहाँसम्म नातिनीको यसले गर्दाखेरि म पनि यहाँ आउन पाएँ। के गर्दा जस्तो लाग्छ दाजु? नातिनीको भविष्य चाहिँ यस सम्बन्धी राम्रो होला जस्तो लाग्छ मलाई। ल जाऊ। सिलेक्ट भए पनि नभए पनि यहाँसम्म आउनु चाहिँ ठुलो कुरा हो। भोइस अफ नेपालको स्टेजमा गाउनु नै ठुलो कुरा हो। त्यहाँसम्म आइपुग्दाखेरि मलाई चाहिँ एकदम खुसी लाग्छ। कसको? आउन जान्छ त के हो? हेर्दैछु म भनेको कि त्यहाँ के लेखेछ? यहाँ चाहिँ यस्तो लेखेछ कि यस्तो मिलन लेखेछ। यहाँतिर आउँला पो जान्छ त हो यसको सट्टा। एसबीतिर सुवर ब्लक। दुईटा हात भगवानले यसको लागि पो दियो हो कि? त्यस्तो मलाई दुखी बनाउने काम नगर्नुहोस् ल। षड्यन्त्र रच्दैछु है म। ल आहा, All the best. आहा। यसरी हो bro. उल्टो भयो।
नमस्ते हो मेरो नाम अनिता ऋषि। हाई अनुजाजी कहाँबाट आउनुभयो म अर्घाखाँचीबाट। अर्घाखाँचीबाट हो ए ओके नमस्ते अनुजा अनि कोसँग नमस्ते। पनि आउनुभएको हेरौँ कोसँग आउनुभएको म चाहिँ मेरो दिदी बुवा अनि मेरो ठुली मम्मीको छोरीसँग आएको। ओहो अनि अर्घाखाँची कहाँ हो भन्नु त घर मेरो अर्घाखाँची शीतगङ्गा 13 सिमलपानी। ओहो म सबै ठाउँ पुगेको छु शीतगङ्गा त पुगेकै छु हजुरले यति यति मजाले गाउनु भएको छ नि हजुरको जस्तो आवाज मेरो टिमलाई चाहिएको छ एउटा मलाई कन्ने चाहिएको छ मेरो टिमलाई जुन कि लक्ष्मीको चाहिँ लक्ष्मी आउनुभयो भने मेरो कन्ने लक्ष्मी आउनुभयो भने मेरो टिम उज्यालो यसै पनि हुन्छ तपाईँ अर्घाखाँचीको पनि हुनुहुन्छ जुन म त्यो अर्घाखाँचीसँग एकदम कनेक्ट पनि छु र तपाईँको भोइससँग पनि म एकदम कनेक्ट छु सो तपाईँलाई मेरो टिममा स्वागत छ अनुजा हजुर मैले जे सुने तपाईँको भोइस यस्तो स्विट छ नि फर्केर हेर्दा त मान्छे पनि अझ स्विट हुनुहुँदो रहेछ यस्तो त्यही मिठास भएर छ तपाईँको सबैभन्दा पहिला भोइसमा फर्केकै म हो होइन होइन? तपाईँको भोइसमा यति मिठास छ त्यो हजुरले लगाएको मात्र हो कोच अर्जुन अलिकति कन्फ्युज हुनु भइरहेछ म केही कन्फ्युज टिम छैन म ढुक्क छु तपाईँको आवाज खाँचो छ तपाईँ टिम वाङदेनमा आउनुभयो भने म तपाईँलाई ठ्याक्क सुहाउने गीतहरू छानेर तपाईँको टक्क लुगा तपाईँलाई कस्तो गीत सुहाउँछ मलाई थाहा छ फेरि तपाईँको आवाज चाहिँ विचार गरेर कस्तो गीत सुहाउँछ कसरी तपाईँले गाउन सक्नुहुन्छ त्यो सबै तपाईँलाई म गाइड गर्न सक्छु म सोध्छु तपाईँलाई के गीत गाउनु पर्छ कुन स्केलमा गाउनु पर्छ कसरी परफर्म गर्नु पर्छ म तपाईँलाई सबै सिकाउन सक्छु र सिकाउँछु पनि टिम वाङदेनमा आउनुभयो भने तपाईँले मेरो गीतहरू